ग्यारेजसम्म आइपुऱ्यायो यसलाई पुऱ्यायो बाइक चाहिँ बनिसकेको छ ल्याम्प बजाएर अनि घरतर्फ लाग्नेछ थोरै यहाँ मान्छे काम छ। हेलो एभ्रिवान एन्ड दर्शक नमस्ते, वेलकम ब्याक टु माई न्यू ब्लग। धेरै दिन पछाडि ब्याक टु माई च्यानल भिडियो टक्कसँगले बाइक बोकेर ब्लग बनाउँदै आज चाहिँ फिलहालको सो ठिक छ। सो लेट्स गो। सबैजना सन्चै हुनुहुन्छ होला एकदमसँगले, म पनि एकदम सन्चै छु। हल्का बाइक बिग्रेको कारणले भ्लग बनाउनु पाएको छैन, त्यति हो कुरा हो। ल अलिसम्मबाट भेट्नुपर्छ है त, बाटोतिर क्लिप सानो। बाइक बिग्रेर ठेला लास्टै भइरहेको छ, यस्तो तनाव छ। यो लाइन नदिएर म्यासेला दमक पुऱ्याउनु पर्ने, लाइन नदिएर गाडी यसले चाहिँ काँटी पुरा राउन आँटेको अरे। सो अनि म चाहिँ यहाँनिर बस्नुपर्ने अरे होला, तनाव भन्छ आराममा यस्तो गरिन्न बब्बा तनाव। ल अब यसले चाहिँ यहाँनिर घरमा काँटी यसो किनेर पुरा राउन आँटेको छ। सो एकछिन बस्नुपर्ने भयो म चाहिँ। सो यसमा ग्यारेज पुगेर थाहा हुन्छ के कस्तो के भएको भनेर। सो मेरो गाडी चाहिँ गयो आन्द्राभुडी ख्लातपुत भयो, आन्द्राभुडी ख्लातपुत भयो। ल अहिलेसम्म भयो भेट्नुपर्छ है त। अलिक ग्यारेजसम्म आइपुऱ्यायो यसलाई पुऱ्यायो ठेलेर। यसको यो पनि आफै उकिँदैछ र अघि त। यहाँको नट रहेन रहेछ नि त, नट के लाग्छ, नट त लाग्दो रहेछ त। केही राखेको रहेन रहेछ, नट राखेको छैन फिल्टर सिनिक के सबै लाइनै दिँदैन। यहाँ फ्युज हुन्छ होइन दाइ, के हुँदैन? सुन न रमेशले क्या अगाडिको टाउको त यसको भाइले हालिदिरहेछ यार। के यो यसको मिल्दैन नि त रिक्सामा मात्र यस्तो टाउको अन्त मिल्छ त अनि हालिदिरहेको त रमेशले। भेटुको आयो त आयो फेरि फ्युज गएको त्यहीँनिर मिस्टेक रहेछ नि त। कति पर्छ दाइ? हो त हालिदिनु न। ल बाइक चाहिँ बनिसकेको छ होइन, बाइक चाहिँ बनिसकेको छ। यहाँ सहरको फाइनल्ली गाडी चाहिँ बनिसकेको छ। एउटा सानो फ्युज गएको रहेछ, त्यति मात्र हो। सो टक्कसँगले नुहाइधुवाइ गरेर यसलाई दामीसँगले झिकिसक्यो। अलिसिनबाट अब हल्का रिलसिल बनाइन्छ यहाँ मास्टाबारीतिर, अनि यत्तिकै अनि घर लागिन्छ। कफी सफी खानुपर्छ होला, दमक झरेपछि त होइन। रिल सानो बनाइन्छ यहाँ मासतिर। सहरको गाडी पनि धोएको सफा हुँदैछ। सो यसलाई पनि हुँदैछ। म यता बसिरहेको छु, त्यो कुरा हो। अलिकतिबाट भेट्नुपर्छ है त। अब हल्का सानो रिलफिल बनाइन्छ यहाँ माथिल्लोपट्टि, बाटो खुल्ला छ नि त, त्यहाँ रिलफिल बनाएर चाहिँ अलिकतिबाट टक्क भेट हुनुपर्छ है त कफी खाँदै। हामी चाहिँ फाइनली कफी खानु आइपुग्यो। अब अहिलेसम्मबाट कफी टक्क हान्ने हो, फ्राई राइस हान्ने हो, अनि त्यसपछि लाग्नुपर्ने हुन्छ। त्यो गर्मी धेरै भइरहेको छ, यहाँ फेनै रहेन रहेछ यार। जिन्दगी गन्द्राङ भाँडा खन्द्राङ भयो, जिन्दगी गन्द्राङ भाँडा खन्द्राङ भयो। पल्लोमा छैन गर्मीले स्याक। म चाहिँ टक्क अङ्कलसँग आइदिएको। हाम्रो अङ्कलजी देखिन्छ ए अँधेर नअँधेर बत्ती नै छैन, देखिँदैन रहेछ। सो अहिलेसम्मबाट कफी सफी टक्क आएपछि भेट्नुपर्छ हामी होइन। बाइक स्याक बनाइयो, धेरै खर्च भएन। 50 रुपियाँको एउटा सानो फ्युज गएको रहेछ, त्यसले गर्दाखेरि धेरै दुःख पाइयो। सो त्यही हो। ल है त, सलाम। हाम्रो कफी चाहिँ टक्कसँगले आइसकेको छ। यसलाई यस्तो घुलघार सरर एकचोटि हल्लाउनु पर्छ अरे होइन, अनि मात्र खानुपर्छ अरे क्या। त्यो हल्लाएर मात्र टक्क लगाएर पानी पनि रहेछ चिसो सरर। अब हानिदिउँ न होइन। टक्क कफी आयो, खाइयो।
गर्नु भयो त जम्मै जम्मै बनाएको त्यस्तै छ लाइफमा एकछिन पछाडि फेरि छ त्यसमा मोमो खाने चल्दिन्छ हाम्रो अर्डर आइसकेको छ अब हामीहरूलाई ल्याम्प बजाएर हामी घरतर्फ लाग्नेछौँ थोरै यहाँ मासतिर काम छ हल्का पसलको सामानहरू लग्नुपर्ने छ अनि यो खाजा खाइएको हामीले अब यो खाजा खाइसकेपछि हामी एकचोटि घर पुगेर मात्र भेट्नेछौँ सो लेट्स गो सो फाइनली दमकबाट घर पनि आइसकिसक्यो अब चाहिँ टक्क लाएर बसेर भइहाल्छ हाम्रो अङ्कल यता दार्जिलिङलाई सो क्युट बनाएर ल्याइयो बनाएर टक्कसँगले ल्याइसकिएको छ हरियाली नजरा हेरेर सक्नुहुन्छ गाउँघरको यस्तै छ होइन सर र हरियो हरियो अहिले सबै हरियो हरियो भइगएको छ होइन टक्क पारामा घाम पनि चकिलो लागिरहेको छ र अघि त धुम्म परिरहेको छ गर्मी भइरहेको थियो अहिले हावा पनि चल्दैछ घाम पनि निस्किरहेको छ भनौँ न हाम्रो हेन्सी अङ्कल यो कुखुराको सुप हान्नुपर्छ होला भएर यसको त्यस्तै लाग्दै थियो सो हाम्रो नानाले दोकानको सामान लुकाइसक्नु भइसकेको छ कतिको बिल अरे 3345 बिल निस्केको थियो सो यति भन्दै अर्को नेक्स्ट भिडियोमा भेट्नुपर्छ हामी थ्याङ्क यू फर वाचिङ टाइम त्यो नेक्स्ट भिडियोको लागि प्रत्यक्ष चाहनु नगर्नु होला सो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला सब्सक्राइब गर्नु नभुल्नु होला है त।